So hello guys, welcome back to my new video. के छ guys? हामी चाहिँ आज टक्क दिदीहरु मिलेर म मिलेर भन्नु आएको छ। हामी चाहिँ बेग्नस्थाल जाँदै छौं हैन? धेरै पछि भेट भएको हामी चाहिँ टक्क हाम्रो पुतलीहरु यता छन्। हाम्रो मुस्लिम दिदी आउनु भयो हाम्रो पाकिस्तानबाट। हेलो मेरो अनुहार नदेख्नु होला नहेर्नु होला। मेरो अनुहार नदेख्नु होला नहेर्नु होला। नदेख्नु होला। ल गाइस देखाउँछु। ए आहा हेर्नु न गाइस यस्तो दामी छ के हेरी। ल गाइस हामी चाहिँ अब के रे बेग्नस्थालतिरै गएर भेटौँला है त। ल गाइस हामी चाहिँ बसमा चढेछौँ, बसतिर खान्छौँ। है डेन्जर खतरा बजा। ओ पुरै गाडी नै हाम्रै हो अब कोही हैन नि यहाँ। ल ल कोही आउन चाहनुहुन्छ भने आउनु होला। हामीले मान्छे खोजिरहेको यहाँ हामीले रिजर्भ गरेको यहाँ कोही पनि भएन चढ्ने। यिनीहरू दुईजनामा को मिलाइदिउँ भन्नुहोस् गाइस। अलरेडी रिजर्भ हो तपाईँ? होइन एकदम सिम्पल। ल कोही चाहियो भने भन है अरे के त्यस्तो भन्नु जस्तो लाग्छ भने चाहियो भने अरू म चाहियो भने भन है। अच्छा भाइ भने दिदीलाई कसरी प्रोटेक्ट गर्ने भन्ने छैन। अझ को मिलाइदिउँ रे। अब गीत कति चर्को भनेको। ल गाइस हामी चाहिँ बेग्नस्थालतिर गएर भेट्छौँ। सो फाइनली गाइस हामी चाहिँ बेग्नस्थाल झऱ्यौँ, ज्याकेट पनि झऱ्यो। हामी पनि बेग्नस्थाल आयौँ, बेग्नस्थाल जाँदैछौँ, बाटो हिँड्दैछौँ। अगाडि यस्तो माहौल देख्न सक्नुहुन्छ, पछाडि यस्तो माहौल देख्न सक्नुहुन्छ। ल है गाइस यता हाम्रो मन्दिर छँदैछ। यस्तो सेतो मन्दिर कुन मन्दिर हो मलाई पनि थाहा होइन। ल अब तालतिर जान्छु अनि देखाउँछ है त। ल गाइस हाम्रो चाहिँ बेग्नस्थालको माहौल चाहिँ यस्तो है, पुरै डेन्जर भिड छ। ल हेर्नुहोस् गाइस म देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् गाइस यहाँ चाहिँ हाम्रो इभेन्ट हुन लारी चाहिँ क्या हो गाइस उता माथिपट्टि हेर्नु त होइन। ल किन अरू यस्तो हेर्छ मान्छेले देख्नै नहुने बाइकको हर्न बजाइदिइहाल्नु पर्ने। ल हेरौँ गाइज यता बेग्नस्थाल यस्तो हो। अहिले म सिनेमेटिक भिडियो देखाउँछु गाइज। ल हेर्दै गर्नु होला। अघिको के अरे पानी जहाज चाहिँ केपी बाको जहाज हो। त्यही भएर केपी बालाई सक्दो सपोर्ट गर्नु पर्यो रे के। केपी बाको जहाज। ल ल फोटो बनाउँदै गर्नु होला, फोटो खिच्दै गर्नु होला। वाउ कस्तो राम्रो आयो यार। ल गाइस हाम्रो चाहिँ दिदीले भन्नुभएको चाहिँ फेवाताल र बेग्नस्थाल जोड्दै अरे। अच्छा अनि हामीले चाहिँ के भनेको भन्दा चाहिँ फेवातालको पानी चाहिँ तल जमिनमा पाइप हालेर चाहिँ यहाँ बेग्नस्थालमा ल्याएको भनेर भनेको के। डिप्रेसन अनि बेग्नस्थाल भएको हाम्रो सोध्नै हुनु महान व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ। म फेरि पुरा सबै घुमेको यिनीहरूलाई सिकाएको हो कि। हाम्रो के भन्छ त्यसलाई गाइड। मैले यिनीहरूलाई सिकाएको तिमीहरूलाई केही थाहा छैन नि त। यतापट्टि डेन्जर छ के, यतापट्टि जानुपर्छ तर त्यता त कपल्स धेरै हुन्छन् फेरि। हेर्नु गाइस
बवाल छ पक्कै पनि तपाईँहरू आउनै पर्छ यहाँ सो गाइज हामी चाहिँ अब यहाँ टक्क हल्का भिडियो बनाउन लाग्यो टिकटक सिकटक होइन तेरो फोनबाट हो बनाएको र टिकटकरहरूले अब फेरि टिकटक बनाउनु लगाएन गाइज म चाहिँ मोबाइल यहाँ राख्छु है यसरी हजुर म त आउनु न मलाई बोलाएन क्या उहाँ फेरि चिनेर बोलाएको बोलाइ गरे मेरो मजा कस्तो टल्क्यो होला ये कस्तो बिर्सिए गाइज बिर्सिए लाज लाग्यो मलाई त मेरो बेइज्जत होइन गाइज है त हाम्रो आक्कोहराको याद आयो क्या फेरि मलाई बबाल मनपर्छ क्या फेरि आक्कोहरा यस्तो यस्तो गरेकी होस् कि यस्तो यस्तो गरेकी होस् कि यस्तो गरे नि हुन्छ कि म यस्तो गरे यो डाटा बन्द गरिदिउँ है ल त्यसै सकिन्छ मात्र लो गाइज डिप्रेशन डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ माँ कसम भएन क ए ल ल ल मेरो चाहिँ फेब्रुअरीमा सिकेको नि त त्यही भएर काम लागेको छ भनेको मेरो बेइज्जत भयो कि कस्तो हुन्छ हेरौँला अहिले होइन ल ठिक छ हेर्नुहोस् क्या चाहिँ त भयो यताको माहौल चाहिँ छुट्टै हो आज डेन्जर प्याक छ मान्छे हेर्नुहोस् न ग्यास मान्छे गर्मी छ हावानी चले छैन यताडो घाम लाग्छ यताडो गर्दाखेरि म मान्छे सबै हरायौँ ला घामले गर्दा उहाँ बेगनास लेखेको छ धेरै पछि भ्लग आउँदैछ गाइज सबैले साथ सपोर्ट गर्नु होला म चाहिँ अब भ्लग बनाउँदै जान्छु होइन अब बनाउँछु भन्छु होइन टाइमै मिल्दैन कि के हुन्छ ल है त ल हेर्नुहोस् गाइज ल अहिले भेटौँ ल गाइज केपी बाको डुवा आउँदैछ ल गाइज केपी बाको डुवा हेर्नु है ए केपी बाको पानी जहाज हेर्नु गाइज हाम्रो बेगनास तालमा पनि यस्तो जहाज आएको छ ल गाइज केपी बाको के अरे पानी जहाज देख्नुभयो अब यहाँ पनि प्लेन ल्यान्ड गर्छ अब यहाँ एउटा प्लेन ल्यान्ड गर्छ होइन म चढेर जाने अब त्यसमा केपीवाला भेट्न अच्छा केपीवाला भेट्छ अरे ल ल सो हेलो गाइज हामी चाहिँ अब घर फर्किनु लागेको है टक्क यताको माहौल यस्तो ह यता फेरि यस्तो स्टेज यहाँ चाहिँ के को हुन लागेको छ के इभेन्ट चल्न लागेको छ क्या हाहा कोलाई थाहा छ गाइज हेलो गाइज थकित अवस्थामा छ हाम्रो मेकअप जति सबै ओ त्यहाँ बहिनीले हेरिन् हामीलाई
किनिदिउँ तिमीलाई यस्तो उया ल ल गाइज ल ल बाई बाई अब आजको भ्लग चाहिँ यति नै है ठिक छ अब भ्लगहरू हेर्दै गर्नु होला म चाहिँ हाल्छु भ्लगहरू चाहिँ बिस्तारै बिस्तारै अब के गर्नु टाइमै मिल्दैन होइन यो चाहिँ यस्तो माहौल ल बाई बाई थ्याङ्क यू फर वाचिङ